हजुरहरूलाई स्वागत छ मेरो यस मिनी ब्लगमा। यो चाहिँ बुकिङ गरेर आउनेहरूको लागि सजाइएको टेबल हो। यो टेन्टमा बसेर खाना खान यो गर्मीको समयमा चाहिँ एकदम मजा हुन्छ है। यो सबै हामीले तयार गरेको, उहाँहरू चाहिँ बुकिङ गरेर आउँदै हुनुहुन्छ आज खाना खानको लागि। अनि यहाँ चाहिँ लाइभ म्युजिक पनि हुन्छ है रातको समयमा, एकदम मजाको। उहाँहरूले खाएर गइसक्नु भएपछि चाहिँ हाम्रो काम भनेको सरसफाइ गर्ने हो। सबै टेबलहरू पुछेर चटक्क पारिसकेपछि मात्र हाम्रो छुट्टी हुन्छ। उहाँ आमा चाहिँ कोरियन आमा हुनुहुन्छ, उमेरले धेरै भइसक्नु भयो है, तैपनि काम गर्दै हुनुहुन्छ, हेर्नुहोस् न। अनि यो अगाडिको भिडियो चाहिँ अर्कै दिनको र यो अहिले चलिरहेको भिडियो चाहिँ अर्कै दिनको होला, नझुक्किनु होला। अनि कोरियन आमाहरूसँग काम गर्न चाहिँ मजा आउँछ कि यस्तो उमेरमा पनि उहाँहरूले त गरिराख्नु भएको छ भने हामी त उहाँहरूभन्दा बच्चै छौँ, धेरै गर्न सक्छौँ भने जस्तो हिम्मत आउँछ कि उहाँहरूसँग काम गर्दा, जहाँ गएर हिम्मत आउँछ कि उहाँहरूलाई देख्दा चाहिँ। अनि त्यसपछि हाम्रो चाहिँ छुट्टी भयो अनि गाडीले चाहिँ आधी बाटोमा ल्याएर छोडिदिन्छ र अलिकति हिँड्नुपर्छ रुम आइपुग्नको लागि। त्यही भएर चाहिँ मेरो श्रीमान चाहिँ मलाई लिन जानुभएको अरे रातको समयमा डराउँछ भनेर। अनि हामी सँगै घर आयौँ। यो भिडियो गरेको चाहिँ उहाँलाई थाहा छैन, मेरो ब्याग बोकेर टुइ 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 हिँडिराखेको छ। ओके, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ खुसी रहनुहोला, स्वस्थ रहनुहोला, बाई बाई।